सम्पूर्ण विश्वकै डाक्टर साहबहरू, कोपरकोट गाउँपालिकाका पदाधिकारीहरू, स्वास्थ्यकर्मी साथीहरू र आदरणीय यस शिविरको लाभ लिन उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, सर्वप्रथम तपाईँहरूलाई राष्ट्रिय रस्टल तुलसीपुर ताङ परिवारको तर्फबाट न्यानो अभिवादन नमस्कार गर्न चाहन्छु। स्वीकार हामी कोपरकोट र तुलसीपुर किलोमिटरका हिसाबले 19 किलोमिटर मात्रै छौँ। दूरीका हिसाबले पनि एकदम नजिक छौँ। हामी 19 किलोमिटर केही होइन, भावनात्मक हिसाबले त हामी झन् धेरै नजिक छौँ। किनभने तुलसीपुरमा बसेर 10-15 दिनमा एकपटक कोपरकोट नआएर हामीलाई चित्तै बुझ्दैन। तर विडम्बनाको कुरा, म 2049 सालमा एसएलसी दिने बेला 48 सालमा 9-10मा पढ्ने बेला कोपरकोटमा तपाईँको घुम्न आउँदा, काफल खान आउँदा बाटो जस्तो थियो त्योभन्दा बिग्रेको बाटो छ। यो किन जोड्दैछु मैले भन्दाखेरि हामीले आज पनि स्वास्थ्य शिविर यहाँ लिएर आइरहेका छौँ र एउटा सिङ्गो गाउँपालिकाले आधारभूत स्वास्थ्य चाहिँ अस्पताल खोलेको छ। आधारभूत भनेको तपाईँहरूले बुझ्नुहुन्छ नि होइन, आधारभूत स्वास्थ्य अस्पताल हो। आधारभूत अस्पताल सामान्यभन्दा सामान्य आधारभूत कुराहरू फर्स्ट एड मात्रै म्यानेज गर्ने लेभलको अस्पताल छ। र हाम्रा राजनीतिमा हाम्रो नेताहरूले, राजनीतिले, हाम्रो आन्दोलनले, हामी 70 वर्ष चाहिँ तपाईँको अधिकार प्राप्तिका लागि लडाइँ गरेको आन्दोलनले आज पनि हामीलाई स्वास्थ्य र शिक्षामा सुविधा दिन सकिरहेको अवस्था छैन। त्यसकारण यो बाटो हेर्दै जाँदा आज पनि हाम्रा आमाहरू, हाम्रा बुवाहरू एउटा सुत्केरी पेथा लागेको महिलालाई अस्पतालमा लान सकिन्छ कि सकिन्न भन्ने लेभलको बाटो छ। बाटो नै त्यो चाहिँ त्यो के हुने अवस्था भन्ने अवस्थाबाट गुज्रिएको छ। र हामी आफ्नो अस्पतालमा पनि आधारभूत सेवाभन्दा बढी दिन नसकिरहेको अवस्थामा आज हाम्रो परिस्थिति, हामी 21औं शताब्दीका कुरा गरिरहँदाखेरि, नेताहरूले ठुल्ठुला गफ हाँकिरहँदाखेरि, तपाईँको जहाज, पानी जहाज र रेलका कुरा गरिरहँदाखेरि हाम्रो हिँड्ने बाटो भत्किरह। यसकारण त्यो स्वास्थ्यसित त्यो बाटोको पनि सम्बन्ध भावनाले मैले जोडेको छु। यो स्वास्थ्यसित बाटो नभइकन त्यहाँ केही पनि हुँदैन होइन। अरू ठुला दार्शनिकका कुरा छोडौँ होइन, हाम्रो हिजो महेन्द्र राजाले गरे जति पनि हामीले चाहिँ जसलाई हामीले राजतन्त्र फाल्यौँ, होइन, सारा दुनियाँ गऱ्यौँ। इतिहासका कुरा गर्दाखेरि हामीले राजतन्त्रलाई एउटा राजावादीहरूलाई धेरै पनि गाली गऱ्यौँ। तर यो देशलाई एकीकृत गर्ने पृथ्वीनारायण शाहलाई, आज पृथ्वीनारायण शाहले देशलाई केन्द्र गरिदिएर एउटा सिङ्गो नेपाल हामीले पाएका छौँ। र त्यसपछिको एउटा दूरदर्शी महेन्द्र राजाले एउटा जुन समष्टिगत विकासको मोडल, एउटा साँच्चीकै समाजवादी मोडल महेन्द्र राजाले दिएका थिए, त्यो पनि आज भत्केर भत्ताभङ्ग भएको अवस्थामा हामी आज आएर चाहिँ ठुल्ठुला टिकी हाँकिरहेको अवस्थामा हाम्रो अवस्था भएको हुँदा म आज यहाँ तपाईँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि सबैभन्दा ठुलो कुरा स्वास्थ्य हो, शिक्षा हो। त्यसको लागि फेरि चेतना जागृत हुने भनेको शिक्षाले हो। त्यो हुनाले अब मेरो गाउँपालिकाको अध्यक्षसित सबभन्दा पहिले तपाईँको आफ्नो गाउँपालिकामा मेरो आदरणीय साथी पनि हुनुहुन्छ, शिक्षालाई बलियो बनाउनुहोस्, स्वास्थ्यलाई बलियो गराउनुहोस्। त्यसका लागि तपाईँको आफ्नो क्षेत्रबाट, आफ्नो क्षमताबाट गर्ने पहल पनि गर्नुहोस्। निजी क्षेत्रलाई पनि सँगसँगै सहकार्यमा अगाडि ल्याएर हिँड्नुहोस्। आज संसारभरिकै मोडल के हो भने एउटा राज्यले मात्रै एक्लै केही गर्न सक्दैन, राज्यको उपस्थितिले मात्रै केही हुनेवाला छैन। राज्य, निजी क्षेत्र र सहकारी मोडल हाम्रो संविधानले पनि समाजवाद उन्मुख 3 खम्बे अर्थनीतिको परिकल्पना गरेको छ। त्यो 3 खम्बे अर्थनीतिले पनि के भन्छ भने राज्यले पनि गर्ने काम यो हो, निजी क्षेत्रले गर्ने काम यो हो, र चाहिँ तपाईँको सहकारी समुदायहरूले गर्ने काम यो भन्ने चाहिँ एउटा नीति बनाएको छ। त्यसलाई चाहिँ सहकार्यका लागि निजी क्षेत्रका तर्फबाट म सिङ्गो राष्ट्रिय हस्पिटलको मात्र म अध्यक्ष नभएर म आज नेपालका निजी अस्पतालहरूको छाता सङ्गठन, त्यसैभरिका छाता सङ्गठनको पनि मैले नेतृत्व गरिरहेको छु। म वरिष्ठ उपाध्यक्ष हुँ। त्यसकारण नेपालको स्वास्थ्य क्षेत्रमा यहाँहरूलाई गर्नुपर्ने सहयोग, यो भोलिका दिनहरूमा हामीसित हुने सहकार्य, अनेक अरू हिसाबका सहकार्यहरूमा पनि हामी सँगै हुनेछौँ। म गाउँपालिकालाई त्यो प्रस्ताव, त्यो अनुरोध गर्न चाहन्छु र सहकार्यको ढोका हाम्रो तर्फबाट खुला छ र हामी भोलिका दिनमा गर्न सक्छौँ। पहिले पनि हामीले भावनात्मक रूपमा सम्बन्ध जोडिएको कुरा गरेँ। कोपरकोट गाउँपालिकासित सायद मलाई लाग्छ यो हाट बजारसँग हाम्रो एउटा खालको एग्रिमेन्ट भएको छ जस्तो लाग्छ। हामी आज यो के घोषणा गर्न चाहन्छु म भने गाउँपालिकाले सिफारिस गरेका मान्छेहरू, गाउँपालिकाबाट
कुनै वडा अध्यक्षले अथवा वडा कार्यालयले अथवा गाउँपालिकाबाट सिफारिस गरेको कुरा अथवा मौखिक सधैँभरि लिखित नहुन सक्छ। बिरामी कति बेला हुन्छ, बिरामीलाई कतिखेर अप्ठ्यारो पर्छ, अफिस कतिखेर खोल्छ, त्यो हाम्रो ठाउँमा प्राविधिक कुराहरू हो। तर हामीले चाहिँ एउटा ट्रस्ट एउटा चाहिँ हामीले के गर्छौँ भने यहाँबाट सिफारिस भएका असहाय विपन्न पैसै तिर्न नसक्ने बिरामीहरूको पनि हामीले सेवा निःशुल्क सेवा गरिरहेका छौँ जताततैको भने यो हाम्रो छिमेकी गाउँपालिकालाई आउने यसलाई विशेष प्राथमिकतामा राखेर यहाँ भएका विपन्न गरिब असहाय जसले पैसै तिर्न सक्दैन त्यस्ता बिरामीहरूको रियल कुनै चाहिँ भनसुनमा नभएर त रियल बिरामीहरूलाई पनि हामीले चाहिँ निःशुल्क सेवा प्रदान गर्ने समेत मैले यहाँलाई जानकारी गराउन चाहन्छु। दोस्रो, सिङ्गो गाउँपालिकाका चाहिँ यो कोपुरकोट गाउँपालिका र तुलसीपुर नगरपालिका र राप्ती लाइफ केयर हस्पिटलको भावनात्मक सम्बन्धकै कारणले यहाँ उपस्थित भएका छौँ। उहाँहरूले पनि हामीलाई माया गरेर सम्झिनुभयो, हामीले पनि उहाँहरूको मायालाई चाहिँ माया गर्ने हुनाले हामी यहाँ आएका छौँ। त्यसकारण यो चाहिँ टिमलाई दुर्गा पुञ्जीको नेतृत्वको चाहिँ गाउँपालिकाको टिमले यो गाउँपालिकाका जनतालाई यदि लाइफ केयरमा जानुभयो भने हामीले उहाँहरूलाई हाम्रो जुन एउटा चाहिँ कम्युनिटी डिस्काउन्ट जुन छ हाम्रो त्यो डिस्काउन्टको सुविधा पनि हामीले दिने म यहाँहरूलाई घोषणा गर्न चाहन्छु होइन। विशेष सुविधाका लागि सिफारिस चाहिँ जरुरी हुनेछ भने आम चाहिँ कोपुरकोट गाउँपालिकाका मान्छे मध्यपुरको अस्पतालमा पुग्यो भने हामीले 10 देखि 25% डिस्काउन्ट त्यसको त्यो अवस्था हेरेर सबैमा एउटै स्ल्याब हुँदैन डिस्काउन्टको। ओटीमा चाहिँ 25 दिन नसकेला तर हामी 10% देखि फार्मेसीमा हामीले 5% पनि दिन सक्दैनौँ। इन्डियन मेडिसिनहरूमा नेपालीमा 5-7% दिन सक्छौँ। 5 देखि 25% को स्ल्याबमा हामीले डिस्काउन्ट प्रदान गर्ने कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। साथै गाउँपालिकाले चाहेमा हाम्रो आज पनि एउटा एमयुमा साइन हुँदैछ, हामीले अहिले फाइल हस्तान्तरण गर्दैछौँ। प्रत्येक महिना यो आधारभूत अस्पतालमा उहाँहरूको विश्वविद्यालय नहुँदासम्म अथवा भए पनि उहाँहरूले हामीसँग चाहिँ अपेक्षा गरेपछि प्रत्येक शनिबार अथवा महिनामा 1-2 विश्व